आजको मेरो रेसिपीमा एकदमै नयाँ स्वादमा तयार पारिने गिलो रोटी। प्रियाङ्सन किचनमा हजुरहरूलाई स्वागत छ। अब लागौँ रेसिपीतर्फ। यहाँ राख्दैछु मैले 2 कप सुक्खा चामलको पिठो, आधा कप सुजी लिएकी छु, आधा कप फापरको पिठो पनि राख्दैछु, त्यसै गरेर चिनी पनि राख्दैछु आधा कप। हजुरहरूले चिनी कतिको मात्रामा खानुहुन्छ त्यो अनुसारले राख्न सक्नुहुनेछ। थोरै मात्रामा कपुरको धुलो, अलिकति नुन पनि एड गरेको छु, 1 स्पुन जति मैले यीस्ट पनि राख्दैछु। अब चाहिँ कतिको पातलोमा रोटी मनपर्छ त्यही अनुसारको पानी लगाउनु पर्ने हुन्छ। मैले चाहिँ अघि नापेको जुन कप थियो त्यो कपको 2.5 कप जति पानी लगाएको छु र यसरी मजाले यसलाई चलाउने, राम्रोसँगले मिक्स गर्ने। अन्तिममा मैले एड गर्दैछु घी। घीले चाहिँ एकदम रोटीलाई चाहिँ नरम र स्वादिष्ट बनाउने हुनाले यसको बास्ना पनि एकदमै मिठो आउँछ, त्यही भएर मैले घी एड गर्दैछु। यसरी बनाएको रोटी चाहिँ एकदमै हेल्दी पनि हुन्छ र एकदमै मिठो पनि। हजुरहरूले पनि अवश्य एकचोटि यो तरिकाले रोटी बनाएर ट्राई गर्नुहोला। अब चाहिँ यो पिठोलाई 10 देखि 15 मिनेटसम्म भिजिनका लागि छाडिदिने। हजुरहरूलाई मेरो रेसिपी मन परेमा कृपया लाइक र कमेन्ट गर्न नबिर्सिनुहोला। 10 मिनेटपछि मैले पिठो हेर्दैछु। ल हेर्नुहोस् त कति मजाले भिजिएको छ यो पिठो। हिट अन गरेर मैले चाहिँ तताइसकेको छु। रोटीलाई चाहिँ घिउमा पकाउँदा नि भयो र तेलमा पकाउँदा नि भयो। मैले चाहिँ यहाँनिर तेल लिएको छु। डाडुको सहायताले चाहिँ तेल राम्रो तातिसकेपछि मैले यहाँनिर रोटी लगाउँदैछु र रोटी लगाएपछि सबैतिर मजाले फिजाएर बनाउनु पर्छ। यसरी सबैतिर रोटी फिजाइसकेपछि एकदमै लो फ्लेममा चाहिँ रोटीलाई पकाउनु पर्ने हुन्छ। हिट धेरै भयो भने चाहिँ रोटी नपाकिकन रातो फर्म हुन्छ, जसले गर्दाखेरि चाहिँ भित्र काँचै हुने गर्छ। एकपट्टि रोटी पाकिसकेपछि अब त्यो अर्कोपट्टि फर्काउनको लागि चाहिँ फेरि पनि थोरै मात्रामा तेल एड गर्ने। यदि हजुरहरूले घी एड गर्नुभएको छ भने सुरुमा फेरि पनि घी एड गर्न सक्नुहुनेछ। यसरी साइडबाट फर्स्टमा चाहिँ रोटीलाई फर्काउनको लागि निकाल्नु पर्ने हुन्छ, नत्र भने रोटी भाँचिन सक्छ। ल हेर्नुहोस् त कति मजाले फर्किसकेको छ रोटी। यसरी नै दुईतिरै रोटी चाहिँ फर्काउँदै पकाउनु पर्ने हुन्छ। दुईतिरै रोटी चाहिँ मजाले पाकिसकेछ भनेर मैले चाहिँ हजुरहरूलाई फर्काएर पनि देखाउँदैछु दुईतिर नै। बिहानको खाजा होस् या दिउँसोको खाजा होस्, हजुरहरूले यो तरिकाले रोटी बनाएर खानुभयो भने एकदमै पल्किनु हुनेछ। बाँकी रहेको पिठोलाई पनि मैले सबै यसरी नै रोटी बनाइसकेँ। हजुरहरूलाई मेरो रेसिपी मनपर्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको नोटिफिकेसन बेल आइकन पनि दबाउन नबिर्सिनुहोला। यसले गर्दाखेरि मैले लगाएको रेसिपीहरू हजुरहरू सामु पहिले पुग्न सक्छ।